Alright guys, welcome back to our YouTube channel after a long time. Long time पछि के आयो भन्दाखेरि के हो यो गाइस DJI Action 6 अनि Action 6 भएपछि यसको एक्सेसरिज गिज्मो नेपालले नल्याउने कुरै भएन। Action 6 मा लाग्ने प्राय सबै टेलिसिनको एक्सेसरिजहरू हामीले ल्याइसकेका छौँ। मेन भनेको यहाँ छ। यो चाहिँ तपाईको टेलिसिनको ट्याक्क लाएर मेटल केज र ह्यान्ड ग्रिप हो। यो लाएर तपाईहरुले आफ्नो एक्सन क्यामेरा बनाउनु मिल्यो है त गाइस। अर्को नेक्स्ट प्रोडक्ट छ हामीसँग यो स्क्रिन प्रोटेक्टर गाइस। स्क्रिन प्रोटेक्टर तीनैवटा साइडमा हुन्छ, तीनैवटा साइडमा लाग्ने भयो है। अर्को नेक्स्ट प्रोडक्ट भनेको हामीसँग यो दुईटा छ प्रोटेक्सन केजहरू। एउटा चाहिँ तपाईँको मेटल केज भयो, अर्को चाहिँ तपाईँको सिलिकन केज भयो है। अब मेटल केज प्रिमियमको लागि अलि हार्डकोर युजेस अनि प्रोटेक्सनको लागि भयो। सिलिकन केज चाहिँ तपाईँको प्रोटेक्सनको लागि मात्रै भयो। अब यो इकोनोमिक हिस्सामा जाने भए चाहिँ तपाईँको प्रोटेक्सन चाहियो भने सिलिकन नत्र तपाईँले मेटल केज लाउने गाइस। अब नेक्स्ट प्रोडक्ट हामीसँग रहेको छ वाटरप्रुफ केस। अब वाटरप्रुफ केस हुन त यो DJI Action 6 वाटरप्रुफ नै हो, त्यही पनि तपाईँहरूलाई एक्सट्रिम केसमा जानु परेमा तपाईँहरूले यो पनि युज गर्न सक्नुहुन्छ। अनि तपाईँको एक्सन क्यामेरा 4 हुन्छ भने डर छ भने तपाईँहरूले यो युज गरेर माइक मिनी युज गर्नु पनि सक्नुहुन्छ। अनि तपाईँको अर्को हामीसँग रहेको छ यो बबालवाला प्रडक्ट। यो चाहिँ कुन प्रडक्ट हो भन्दाखेरि DJI को लागि Action 6 को लागि एनडी फिल्टर्स हो गाइस। अब जे गर्छ यसले नै गर्छ, तपाईँहरूको फुटेजलाई सिनेम्याटिक बनाउनेदेखि लिएर बबाल कलर ग्रेडिङ मिल्ने बनाउने पनि यसैले नै हो। यसमा 4वटा सेट हुन्छ, CPL अनि ND 8, 16 र 32। अनि हामीसँग रहेको छ अर्को भनेको यो म्याग्नेटिक माउन्ट। अब DJI Action 6 मा त एउटा मात्र माउन्ट आउने भयो। तपाईहरुलाई एक्स्ट्रा कतै माउन्ट गर्नु परेमा हामीसँग यो पनि ट्याक्क लाएर एभाइलेबल भइसकेको छ गाइस। अब तपाईहरुलाई Action 6 को यी मध्ये कुनै पनि एक्सेसरिजहरु चाहिएमा feel free to contact Gizmo Nepal. Thank you guys.